मेकअप फाउन्डेसन बिरयानी राम भएन भनेर बिरयानी आन्टी तपाईँको केक लिएर म बाहिर बाटो राम्रो केक क्या Hello everyone, good morning, welcome back to my new day, new vlog. आज चाहिँ मैले आफ्टर लङ टाइम भ्लग स्टार्ट गरिसकेको छु र मेरो हातमा काइयो पनि छ। अब म नुहाउन जान आँटेको, त्यही भएर अहिले मैले भ्लग स्टार्ट गरिहालेँ किनकि आज भनेको अहिले भरे थाहा हुन्छ हजुरहरूलाई। अब म तपाईँहरूलाई एकचोटि नुहाएपछि भेट्छु भन्दाखेरि पनि दिदीहरूले मेकअप गरेको देखाउँछु अनि तपाईँहरूसँग भेट्छु नुहाएर। अहिले मैले यस्तो बाहिरबाट यस्तो ब्याकग्राउन्ड चाहिँ इग्नोर गर्नु होला अनि बाहिरबाट भ्लग भन्ने चाहिँ झन्डै भ्लग स्टार्ट गरिसकेको छु किनकि भित्र हल्ला छ नि त, त्यही भएर अब म भित्र हजुरहरूलाई लैजान्छु। रोक्नुहोस्, यहाँनिर चाहिँ आइलाइनर लुक आँखा बन्द गर्छ यस्तो। सो गाइस अब चाहिँ हामीको मन नुहाइधुवाइ गरिसक्यो। अब एकैचोटि म हजुरहरूलाई रेडी भएर हजुरहरू सामु आउँछु कि म अघि नुहाएर आउँछु भने थिएँ, त्यही भएर म नुहाइसकेँ अनि आइसकेको छु किनकि म भोलिको एकदम पक्का छु। अहिलेको लागि यति नै, अब फेरि हेर्दै गर्नु होला। मेकअप गर्नेहरू फेन चलाएको भएर हुनु नि यस्तो छ। अब तिनीहरू यहाँ चाहिँ मैले भोइस ओभर गर्छु भनेर यहाँ सेटिङ स्प्रे के जाने नजाने लगाउँदैछु, झन्डै आँखामा पर। गाइस अहिले चाहिँ यो हो मेरो आजको यस्तो छ होइन, उयो अर्थ छ। अब हामी जान आँटेको, अब एकैचोटि भरे भेट्छु हजुरहरूसँग। जतिखेर मैले बाहिरकै मात्रै बनाइरहेको छु भिडियो उयो छ भने। अब चाहिँ हामी हिँडेको हामी भनेको आइसक्यौँ। यहाँनिर ब्याङ्कमा काम छ नि त, त्यही भएर हामी यहाँ आइसक्यौँ। अब अहिले चाहिँ हामी ब्याङ्कमा चाहिँ यहाँ ठुलो बोरी मिल्दैन अनि देख्न सक्नुहुन्छ। यसलाई लिन आएको म। यो चकचके बच्चा, यस्तो चकचके बच्चा छ नि यो। आयो, पुलिस आयो। ब्याङ्कको काम सकिसकेको छ, अब हामी हस्पिटल जान्छौँ। हामी अब एकैचोटि मेडिकल आउने भनेको जाने भनेको थियौँ, तर अब उता सरप्राइज दिनु मैले खुलाइदिइहालेको, सरप्राइज दिनु ढिलो हुन्छ, त्यही भएर अब हामी एकैचोटि सरप्राइज दिन जाने। हाम्रो केक आइसकेको छ, त्यहाँ दिदी लिन जानुहुँदैछ। गाई चाहिँ केक आइसकेको छ। अब हामी जाँदैछौँ, यो गल्लीबाट जानुपर्छ, यताको गल्लीबाट। राम्रो राम्रो निस्केको छ यहाँ। हामीले कुन छानेको अरे यो यस्तो राम्रो छ। त्यसरी उयो ठुलो लगाउँछ तर पत्थर भएको लगाउँछ त, यस्तो सिम्पल हामीले लगाइदिएको छौँ। छलफल हुँदैछ सरप्राइज त्यो भित्र होटलभित्र रुमतिर जाऊ। रुममा दिनु न, रुममा तपाईँ रुममै जान। यहाँ कस्तो टेन्सन भयो भन्नु कि नानीलाई त हेर्न के माथि कुन लानु भन्नु ल टेन्सन भएछ गर्नु, हाँस जस्तो नगर्नु न। तिमी जस्तो धारो केही होइन रहेछ यस्तो, तर थाहा पाइसक्यो जस्तो लागिरहेको छ। केदेखि फोन गरेर गाइस दिदीले अघि उयो सबै गरिसक्नु छ। अब हामी गएको, अब एकैचोटि उता पुगेर भेट्छौँ। यस्तो बाटोमा हिँड्नु छोडेर हामी यस्तो यस्तोबाट हिँड्दैछौँ। त्यो हामी कहाँनिर भयो ठ्याक्क लोकेसन उता कता कताबाट छिर्दैछौँ। रुममै छ कि त्यो कहाँ चाहिँ हामीलाई थाहा छैन, रुममा छ कि क्यान्टिनमा छ, ऊ देखि जस्तो नि ल। तब ल उयो स्प्रे चाहिँ यताभित्र पसेर स्प्रे गर्नु न त। गाइस अब चाहिँ हामी जाँदैछौँ। Happy birthday to you, happy birthday to you, happy birthday dear Kanchi, happy birthday पनि खतरा छ। बिरयानी राम भएन भनेर बिरयानी आन्टी तपाईँको केक लिएर म बाहिर बाटो कस्तो राम्रो केक क्या। त्यसलाई भित्र ल्याएको पनि कहाँ भन्नुहोस् हुन्छ उतै लाइटरले नहोस्। के अरे दिदी भन्छ फेरि भन्न दिदी आइफोनबाट खिचेको म हाल्छु भनेको। मेरो त कस्तो मधुर कस्तो राम्रो क्या। मैले यस्तो भन्नुभएको दिदी भन्नु केक प्याक्का झन् यस्तो टिम्रो कस्तो कार्टुन खालको छैन नि। कान्छी गएर मेरो फोटो खिच्दै क्यामेरामा क्यामेराम्यान होइन क्यामेरा वुमेन के भन्छ ऊ त्यसले त्यही। बर्थडे टु यु पैसा रेडी फाउन्डेसन छ फोटोमा आउनु
भित्तामा मेरो फोन त कहाँ छ सनस्क्रिन हामी सबै दिदी बिनीको तर्फबाट खेलेर हेर्न खोलेर हेर्न के हो गेस गर खोइ थाहा छैन चारवटाको सिलाएको चारवटाको चिलाको आन्टी आन्टी सेम ए अब लाइहाल्छ नि यही फुरा दिन्छु अहिले चाहिँ भनेको हामीले दसैँ जितिसकेर अब थोरिया बजार धुँदैछौँ सामानहरू किनेर अब घर जानुपर्छ फेरि बेलुकाको लागि केक किनेर हामी अब यहाँबाट घर जाँदैछौँ सर मैले यहाँनिर इन्डिङ गर्नु बिर्सेँ त्यही भएर अहिले भोइस ओभर गरेर इन्डिङ गर्दैछु थ्याङ्क यू सो मच फर वाचिङ